होला म पनि सन्चै छु त यस्तो फाइनल्ली है त हामी लमजुङ पुग्यो ल है त हेलो एन्ड नमस्ते सबैजनालाई सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु सबैलाई स्वागत छ मेरो एउटा नयाँ सर्ट भिडियोमा हैन म चाहिँ अहिले लमजुङ जान लागिरहेको छु अहिले चाहिँ म सिसुवादेखि बेगनास मोरिया टोलभटिमा आइपुगेँ अब म लमजुङ चाहिँ उतै बाइक छोड्नलाई जान लाग्यो साथी अगाडि छ हैन अगाडि छ R15 छोड्न जानु लाग्यो हामीले किनेको थियौँ त्यो किनेको चाहिँ इन्जिन हाफ इन्जिन बनाइन्छ अरे कि त्यसले धुवा निकालेको कि त्यसले पिस्टन फेरिदिन्छु भने त्यही भएर जानु लाग्यो हामी त्यो बाइक छोड्न फिलहालको लागि अब लमजुङ जाने बाटोखेरि मस्त भ्यू घुम्तीहरू खतरा खाएको सही मस्त त्यही भएर यसो आज केही धेरै पछि एउटा ब्लग हाल्नु भनेर हो अगाडि अब अगाडिबाट भेटौँ न अब हेलो अहिले चाहिँ हामी होइन यो रूपाताल र बेगनास तालको माथि ठ्याक्क आइपुग्यो यहाँबाट चाहिँ ठ्याक्क रूपाकोट रिसोर्ट उहाँ छ रूपाकोट रिसोर्ट यहाँ रूपाताल अनि यता चाहिँ बेगनास ताल हो बााउन्ड्री सरी अनि यता बेगनास ताल छ यो घरहरू पछाडि यता रूपा गाउँपालिका र बेगनास गाउँपालिका त होइन होला त्यही पनि यता रूपाताल भएन यो तलको हो अनि यता बेगनास ताल छ फेरि यता लगेर बेगनास ताल त देखियो रूपाताल नि देखिन्छ कि यहाँ तल रूपाताल अब यहाँ रूपाताल बेगनास ताल त कटियो अब टक्क लाएर माझी कुना हुँदै चट्ट लाएर लमजुङ पुग्ने आज लमजुङ साँको मात्रै हो यो बाइक छोड्न जानु लाग्यो कि टक्क मक्खन माफी होइन चट्ट लाएर नट अ क्रेजी बट इट्स गुड हो त्यस्तो राम्रो पनि नभए पनि के छ दिन हानी हेरौँ ल अझै दिन त फेरि केटाहरूको बाप्रे बाप फोन अब उता माझी कुना नि आइपुग्यो अब अलि अगाडि गएर यसो तपाईँहरूलाई देखाउँछु धेरै भिडियो बनाउने स्टोरेज अगाडि गएर अब यहाँबाट चाहिँ भन्ज्याङ भन्ने कहाँ हो थाहा छैन म जान त गएको एकचोटि गएको म मत छ तर यो बाटो त्यसै गरी अहिले चाहिँ हामी यो के भन्छ के बास भन्दाखेरि के हो तर थाहा छैन तर के बास भन्ने ठाउँको नाममा आइएको थियो मतलब के थियो कि ठाउँको नाम जे होस् अब यहाँबाट 9 किलोमिटर छ कि होइन करुटार चाहिँ लमजुङ त यो पनि लमजुङकै हो क्या हो जिल्ला चाहिँ तर यहाँबाट धेरै होइन अब 9 किलोमिटर 8 देखि 9 किलोमिटरको बिचमा होला बिस्तारै सर्ट राइड थियो सर्ट भिडियो भन्ने न टक्क लाएर बाटो चाहिँ जो डेन्जर घुम्ती सही 1 मिस त्यसपछि गेम फिनिस 2 जना मात्रै सिङ्गल होइन टक्क लाएर यस्तो उता जाला फेरि किन रे यस्तो उटपटाङ हरकत गर्ने दोस्त दादा किन यस्तो उटपटाङ हरकत गर्ने कस्तो घुम्ती हो कि ल अब अलि तल गएर भेटौँ न घुम्ती अहिले भिडियोको ध्यानमा बस्यो भने कुन चाहिँ आएर फेरि अर्कै ध्यानमा पुऱ्याइदिन्छ फेरि जिन्दगीभरको लागि ध्यान बस्नु पऱ्यो भने फेरि तनाव पर्छ क्या हुन्छ ल ठिक छ ल फाइनल्ली है त हामी लमजुङ पुग्यो लमजुङ भन्दा नि भोलिटार पुग्न लाग्यो होइन टक्क रामबजार पुग्न लाग्यो त्यो पारीको रामबजार भइहाल्यो
अहिले ठाउँ राम्रो छ, ठिकै छ। लमजुङ मस्त छ। लमजुङको झन् अझ उता बेसी सहरतिर झन् मस्त छ। मेरो इन्स्टाहरूमा सबैमा छ, बेसी सहरतिरको भिडियोहरू मस्त छ। झन् त्यता त घले गाउँ, बेसी सहर बुझुङ गाउँ, मनाङ त अब लमजुङमा परेन, त्यो त मनाङमै पऱ्यो। तै पनि मनाङ यताबाट जान्छ नि त। अब बाइक लिएर अब रिटर्न फर्किने। अब जानेको सुन्तला किन्न पर्ला। हामी बाइक पुऱ्याएर नि फर्किसकेको थियौँ। के भन्छ अरे मामाश्रीले लहटेर भ्यानकीले यत्रो घुम्नु पऱ्यो। भ्यानकी कताबाट कता घुमाइदियो, पारीबाट यसरी यता घुमाएर यता ल्याइदियो। लास्टमा फेरि यता बाटो सिकेर बसेको हुनाले बसेर तनाव पर्छ। मामा त हराइरहेछ पुरा। हामीलाई देखेको थियो होइन, ठ्याक्क बेरीभित्र त्यो निस्केर त पुरा साइडमा गएर बसिराखेन, पक्कै फर्किन्थ्यो भनेर सोचेर त्यो साइडमा आएर बसिरहेको पुरा बाइक लिएर आएर त चेकिङ बस्थ्यो एकैछिनमा। बाफ्रे हरामी रहेछ नि। मात्रै हो नि 15 40 किलो ध्यान दियो। कहिलेको दिल छ यार, धान्छु मामासँग बच्ची हो भने अहिले म तपाईँहरूलाई देखाउँछु। अब मामासँग देखाउँछु ल है त। त्यसै गरी हिजो हामी, यो चाहिँ डे 2 हो भनौँ न। हिजो हामी लमजुङ गएको थियो। पुलिसले ल्याङफ्याङ गरेर लहट्ने यताउता गर्ने चक्कर मैले भिडियो केही बनाएन। अनि हिजो आएर हामी घर आएर सोधिहाल्यो भ्लग हान्ने